हजुरहरूले एकैछिन यो भिडियो हेरिदिनुहोस् त यो भिडियो हामीलाई लक्ष्मी भण्डार पनि चाहिँदैन, अन्नपूर्ण भण्डार पनि चाहिँदैन। हाम्रो आमा बाबाले त मेहनत काम दुःख गरेर त त्यति 3,000 त हाम्रो लागि गरिदिनै सक्छ, हामीलाई त त्यति त कमाइदिनै सक्छ। अन्त हाम्रो माग चाहिँ हो गोर्खाल्यान्ड, हामीलाई चाहिँ गोर्खाल्यान्ड चाहिन्छ। अन्त हाम्रो माग चाहिँ पुरा गरिदिनुहोस्, हाम्रो माग चाहिँ हो गोर्खाल्यान्ड, त्यति चाहिँ पुरा गरिदिनुहोस्। अन्त हाम्रो फ्युचरको लागि, हामी सबैजनाको लागि चाहिँ पुरा गरिदिनुहोस् हाम्रो माग। लु हेर्नुहोस् त हजुरहरूले, यदि सानो नानीले कति ठुलो सोच र कति ठुलो विचार लिएर चाहिँ हजुरहरूप्रति सोसियल मिडियामा है सामाजिक सञ्जालमा यसरी बोलिरहेछ र यो हेरेर हामीले पनि कुछ सिक्नुपर्छ क्या। र उहाँले यो भिडियोमा भन्नुभएको छ है, हामीले यो अन्नपूर्ण भण्डार लक्ष्मी भण्डार युवा साथीहरूमा चाहिँ बोलिनु हुँदैन, हाम्रो दार्जिलिङ पहाडको गोर्खे जातिहरू हो। यस्तो सानो सानो योजनामा हामी भुलिनु हुँदैन, हामीले माग गर्नुपर्छ खालि गोर्खाल्यान्ड, छुट्टै राज्य गोर्खाहरूको एउटा चिनारी माग्नुपर्छ भन्ने उहाँ नानीको सोच विचार रहेछ। र हजुरहरूलाई कस्तो लाग्यो है यो भिडियो चाहिँ है, मलाई चाहिँ एकदमै राम्रो लाग्यो है, मन छोएर आयो यो भिडियोले। र जति पनि कन्टेन्ट क्रिएटरहरू छ होइन, हजुरहरूले अन्नपूर्ण भण्डार लक्ष्मी भण्डार र यो साथीहरूको योजनाको जुन चाहिँ एड गरिरहनु भएको छ है, एकपल्ट यो भिडियोलाई हेरेर तपाईँले अलिकति विचार गरिदिनुहोस् क्या। नानीको भनाइअनुसार चाहिँ हाम्रो आउँदो पिँढीहरूले है, गोर्खा जातिको आउँदो पिँढी गोर्खाहरू छ है, उहाँहरूले चाहिँ एकदमै धाकसँगले जिउनु पाओस् होइन। हामी गोर्खा जाति हो, हाम्रो एउटा छुट्टै राज्य छ भन्ने हिसाबले चाहिँ यो भिडियो सायद बनाउनु भएको नानीलाई चाहिँ एकदमै सल्युट छ है, एकदमै मनै छोरा हेर्नु मेरो क्या।